हेलो सबैजना, के गर्नु हुँदैछ? खाना खाने टाइम भइसक्यो होला इन्डियामा त है। म चाहिँ खाना खाएर नि काम सकेर रेस्ट टाइममा पसिसक्यो हो। रेस्ट टाइममा पसेर चाहिँ यहाँ सुन, यो अस्ति मैले अचार ल्याइदिएको बहिनीले भने नि, अब लिएर चाहिँ आइदिएको बहिनीले हो, तर बनाएर चाहिँ पठाइदिएको चाहिँ मेरो सानो फुपा र सानो फुपूले हो, रातेपानीबाट। अनि बुहारीलाई चाहिँ मासुको अचार पठाइदिएको थियो, अनि मलाई चाहिँ न्युटेलाको हो। अनि यहाँ बाजे बोजूलाई पनि चाख्नु दिएको थियो कि न्युटेलाको अचार, उनीहरूलाई मिठो लाग्यो अरे, मन पऱ्यो अरे, किनकि यसमा त्यति पिरो पनि छैन नि त। अन्त त्यसै कारण दिएको थिएँ, उनीहरूलाई मन पऱ्यो अरे क्या अचार। अनि मैले नि खाइसक्नु आँटेँ, यति नै छ अब अचार साथीहरू। अनि यहाँ हेर्नुहोस् न, यो चाहिँ के हो, अब तपाईँले चिन्नुभयो, यो चाहिँ हो मौरीको मह। यो चाहिँ मैले घरबाट मेरो बुढा भन्नु फेरि कमेन्टमा आउँला, कस्तो ठाडो बोलेको बुढा भनेको भनेर आउँला। बुढा होइन, मेरो श्रीमान, मेरो हस्बेन्ड बुढा भन्ने नि उहाँले पठाइदिनु भएको हो। किनकि पठाइदिनु भएको मैले नै पठाइमागेको थिएँ। यो चाहिँ मैले बाजे बोजूको लागि यहाँ ल्याइमागेको नि त, किनकि बाजे बोजूलाई मैले अस्ति नै एक बोतल ल्याइदिएको थिएँ कि उनीहरूलाई पुरा मन पऱ्यो अरे यो पनि। अन्त मलाई बिचरा भनेको होइन, बिचरा उनीहरूले त अब भनेको थिएन, मलाई भनिरहेको थियो। अन्त मैले अब बहिनी गएको थिएँ ठिक्कै, अन्त त्यसै कारण चाहिँ बहिनीले ल्याइमागेको। यहाँ चाहिँ मौरीको मह पनि यति थिएँ, बाँड्दै केटीहरूले लग्यो हो, 3-4 जनालाई बाँड्दा यति मात्रै आइपुग्यो।